मैले खरिदार सिलेबसलाई यहाँ अगाडि लिएर आएको छु है। यसका बारेमा कसरी पढ्ने भन्ने विषय त हामीले क्लासमा छलफल गरेकै छौँ। हामीले पढ्ने स्टाइल त्यही नै हो र यसमा कस्ता क्वेसन आउँछन् अथवा कति कति नम्बरका क्वेसन आउँछन् भन्ने विषय त हजुरले सिलेबस हेरे पनि थाहा पाइहाल्नुहुन्थ्यो। बुक अगाडि छँदैछ यहीँबाट कतिवटा क्वेसन आउँछन् भन्ने त छँदैछ। तपाईँ धेरैजनाले हेर्नु त सिलेबस भन्दा भनिदिनु न सर भन्नुहुन्छ। त्यो भएको भएर त्यही विषय हजुरको जिज्ञासालाई मेटाउनका लागि आजको हाम्रो सेसन त्यो हुनेछ। ल मैले पहिला खरिदारको बारेमा सरसर्ती हजुरहरूलाई केही विषय जानकारी गराउन चाहन्छु है। खरिदारमा हामीसँग पहिला दुईटा पेपर हुन्छन्। अब फर्स्ट पेपरको कुरा मैले गरेन। फर्स्ट पेपरको हजुरलाई जानकारी छँदैछ। 50वटा क्वेसन इन्टु 2 मार्क्स गरेर 100 नम्बरका क्वेसन आउँछन्। त्यसमा 45 नम्बर, त्यसमा नेगेटिभ मार्किङ पनि हुन्छ र हजुरको 45 नम्बर ल्याउने परीक्षार्थीहरू फर्स्ट पेपरमा सफल भएर सेकेन्ड र थर्ड पेपर जुन रिटर्न पेपर छ यसमा प्रवेश गर्न पाइन्छ। र वास्तविक भिडन्त भनेको यी दुईटा पेपर, नासुको पनि दुईटा, खरिदारको पनि दुईटा, पछिल्ला जुन सेकेन्ड पेपर र थर्ड पेपर छ त्यसमा चाहिँ भिडन्त हुन्छ। र यसमै ल्याएको नम्बरका आधारमा जागिर खाने अथवा नखाने भन्ने विषय रिटर्नले डिटरमाइन गर्ने हुँदा रिटर्न राम्रो बनाउनु पर्छ भन्ने हजुरलाई जानकारी छँदैछ है। त्यसमा अब खरिदारमा एउटा सेकेन्ड पेपर हुन्छ। हेर्नुहोस् त, द्वितीय पत्र अफिस म्यानेजमेन्ट पहिलो कार्यालय व्यवस्थापन भन्ने विषय छ है। यसमा चाहिँ खण्ड क ख ग हुन्छ। पहिलो खण्डमा चाहिँ 40 नम्बरको क्वेसन आउँछ। हेर्नुहोस् त, र यसमा चाहिँ कतिवटा आउँछन् भन्दा 4वटा प्रश्न इन्टु 5 अङ्क यही क्लियर दिएको छ। हेर्नुहोस् त, क्वेसन 4वटा आउँछन्, 5-5 नम्बरका आउँछन्, यो गरेर 20 अङ्क है। र दुईटा क्वेसन लङ क्वेसन आउँछन् र त्यो भनेको 10 नम्बरका क्वेसन हुन्छन्। 2 इन्टु 10 गरेर 20 नम्बर, यो भनेको यो 20 गरेर 20 प्लस 20 गर्दा 40 नम्बरको क्वेसन फर्स्ट खण्डबाट आउँछ है। र यसमा टाइमको कुरा गर्नुहुन्छ हजुरहरू। अब क्लासमा चाहिँ टाइम लगाएर के अरे क्लासमा पढ्ने क्रममा हामीले छलफल गर्दा भनेका थियौँ टाइमर लगाएर लेख्ने भनेर। 1 नम्बरलाई 1.5 मिनट हुन्छ हामीसँग टाइम। लोकसेवाको टाइम त्यही है यहाँ सुरु खरिदारमा। हेर्नुहोस् त, भनेको अब 5 नम्बरको क्वेसन आयो भने 5 इन्टु 1.5 गर्दा कति हुन्छ? 7.5 मिनट हुन्छ। 5 नम्बरको क्वेसनलाई हामीसँग 7.5 मिनट हुन्छ। र अर्को क्वेसन आउँछ 10 नम्बरको, 10 इन्टु 1.5 गर्दा कति भयो? 15 मिनट हुन्छ। यसरी एउटा क्वेसन 7.5 मिनटको हुन्छ जुन 5 नम्बरको क्वेसन आउँछ यो है। अर्कोलाई फेरि हजुरको 10 नम्बरको क्वेसनलाई हामीसँग लोकसेवामा निर्धारित समय भनेको 15 मिनट हुन्छ। यसरी 7.5 मिनट र 15 मिनटभित्र हामीले 5 नम्बर र 10 नम्बरका क्वेसनहरू लेखिसक्नुपर्छ। अब त्यसमा पुरै 7.5 मिनट लेख्ने अथवा 15 मिनट लेख्ने गर्ने टाइम हामीसँग हुँदैन। एकचोटि त क्वेसन पनि पढ्नु पर्यो हो। यसो क्वेसन पछि कपी थप्यो भने फोल्ड पनि गर्न पर्यो। एक दुईचोटि क्वेसन क्लियर पनि हुनु पर्यो है। तसर्थ हामीले लेख्ने भनेको लङ क्वेसन 14 सवा 14 मिनट र सर्ट क्वेसन भनेको 7 मिनटमा लेखेर सिद्धाउने हो। भनेको हामीले 7 मिनट र 14 मिनटमा लगभग हाम्रो लेखाइ सिद्धाउने हुनुपर्छ। तसर्थ हामीले व्याख्यात्मक तपाईँले धेरै लामो एन्सर लेख्न चाहिँ सक्दैनौँ है। यो विषयहरूलाई जानकारी छँदैछ। अब यसमा चाहिँ हेर्नुहोस् त, पहिलो खण्ड छ कार्यालय व्यवस्थापन भन्ने विषय। यो कार्यालय व्यवस्थापन भित्र चाहिँ कार्यालय र कर्मचारी भनेको तपाईँ हामीले गर्ने काम र कर्मचारीसँग सम्बन्धित विषय छ। अरू त सबै कमन विषय छन्। यसबाट कस्ता क्वेसन आउँछन् भन्ने विषय त कमन छन्, क्लासमा हामीले छलफल गरि नै हाल्छौँ। र यसको सबैभन्दा महत्त्वपूर्ण खरिदारको दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण टपिक भनेको सहायक कर्मचारीका कार्य र गुणहरू भन्ने सन्दर्भमा क्वेसन आउँछ। यो क्वेसन आउनुको कारण के हो भन्दा नासुसम्मका कर्मचारीलाई सहायक कर्मचारीको ट्याग लगाइन्छ अथवा संज्ञा दिइन्छ। सो नासुसम्मका कर्मचारीलाई सहायक कर्मचारी भनिने हुँदा हामीले खरिदारको तयारी गर्दैछौँ। खरिदारको तयारी गर्दै गर्दाखेरि खरिदार भनेको सहायक कर्मचारी हो। यो सहायक कर्मचारीका गुण कार्यहरू के हुन्छन् लेख्नुहोस् भनेको हजुर हाम्रा बुक लेख्नुहोस् भन्ने के अरे हजुर हाम्रा काम लेख्नुहोस् अथवा हजुर हामीमा हुनुपर्ने गुण के हुन् लेख्नुहोस् भनेरै सोधेको क्वेसन हो भन्ने सन्दर्भमा बुझ्नु पर्यो के। अरू त अब कमन छन्। कार्यालयका स्रोत साधन भन्ने विषय त हामीले कार्यालय सञ्चालनका पूर्व सरकारका सम्बन्धमा क्लासमा छलफल गरि नै हाल्छौँ। यसमा चाहिँ यसबाट एउटा क्वेसन लगभग प्राय अहिलेसम्म सधैँभरि आएको छ। त्यसमा ध्यान दिने। अरू विषय यो फर्स्ट खण्ड केही पनि छैन, कमन विषय छ। अनि अर्को यहाँ अर्को विषय छ महत्त्वपूर्ण विषय भनेको यी पत्र व्यवहार, चिठी पत्र, दर्ता चलानी भन्ने विषय त कमन हुन्। दर्ता र चलानी गर्दा ध्यान दिनुपर्ने कुरा यो हेर्नुहोस् त, रजिस्ट्रेसन र डिस्प्याच भनेको छ नि, यसमा ध्यान दिनुपर्ने कुरा अर्को महत्त्वपूर्ण कुरा छ है। ध्यान दिनुपर्ने कुरा अर्को महत्त्वपूर्ण पक्ष हो। यसमा पनि ध्यान दिनुपर्छ हजुरहरूले है। यसमा ध्यान दिनुपर्ने कुरा धेरै पटक रिपिटेड भएको छ क्वेसन। त्यसपछि अर्को विषय भनेको यहाँ टिप्पणी लेखन भनेको छ नि, यी टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुरा
अब पोहोर साल चाहिँ यो क्वेसन मध्य प्रदेशमा एउटै क्वेसनमा माथि छोटो र तल लामो व्याख्यात्मक तवरले लेख्ने सन्दर्भमा नि आयो र यो क्वेसन मासु खरिदार जताततैका हिसाबले यो पनि धेरै महत्त्वपूर्ण विषय छ। टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुरा र सँगसँगै टिप्पणीको ढाँचा भनेको टिप्पणी तयार गर्न पनि जान्नुपर्छ। कारण प्रशासनका सबै काम अथवा महत्त्वपूर्ण कामहरू निर्णयको माध्यमबाट गर्ने गरिन्छ र महत्त्वपूर्ण निर्णयहरू टिप्पणीको प्रयोग गरेर तयार गर्ने गरिन्छ। सो यो टिप्पणी पनि बढी महत्त्वपूर्ण विषय हो यसमा है। अनि अर्को प्रतिवेदन तयार पार्दा ध्यान दिनुपर्ने कुरा र प्रतिवेदनका भागहरू भन्ने छ। हेर्नुहोस् त, प्रतिवेदनका भागहरू के हुन् र यो ध्यान दिनुपर्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यो माथिका विषय यिनै हुन् महत्त्वपूर्ण। अरू त कमन छन्, हामीले क्लासमा पढ्दा पढ्दै सबै कुरा जान्ने हुन्छौँ, त्यसमा तनाव लिनु परेन है। अनि अर्को विषय छ अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग कसरी हुन्छ, यसको महत्त्व के छ भन्ने विषय पनि महत्त्वपूर्ण छ। यो विषयमा ध्यान दिने। अरू त कमन छन्। अनि यति पढ्दाखेरि हेर्नुहोस् त, बैठक व्यवस्थापन भनेको छ। यो बैठक व्यवस्थापनमा चाहिँ बैठकका चरण अथवा बैठकको चक्र, यसको प्रोसेस के हो भन्ने सन्दर्भमा चरण अथवा चक्र, यसको प्रोसेस के हो, बैठक सुरु हुनुभन्दा अगाडि अथवा बैठक पूर्वदेखि बैठक समापन पश्चातसम्म के काम गरिन्छ भन्ने सन्दर्भमा यसको प्रोसेसभित्र तिनै विषय पर्छन्। यो विषय पनि धेरै महत्त्वपूर्ण छ है। र अर्को विषय भनेको यो निर्णयको अथवा निर्णय लेखन भनेको माइनोट तयार गर्ने काम हो। त्यसको नमुना कस्तो हुन्छ र निर्णय तयार गर्दा के विषयमा ध्यान दिनुपर्छ भन्ने सन्दर्भमा जान्नुपर्छ। यी विषय हामीले पढिसकेका साथीहरूले जानी पनि सक्नु भएको छ कि क्लासमै पढ्ने यहाँ गोग्नुपर्ने विषय एउटा पनि छैन क्लास खण्ड है। अनि जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापन गर्ने विधि र तरिका भनेको छ नि, यो विधि र तरिका महत्त्वपूर्ण छ। त्यो जनसम्पर्क व्यवस्थापन सेवाग्राही गुनासो व्यवस्थापन गर्ने हजुरले हामीले भनेको सार्वजनिक पदाधिकारीले हो। सो यो पनि विषय महत्त्वपूर्ण छ। यति विषय जान्दैमा 40 नम्बर आउँछ, सजिलो छ, सिम्पल है। त्यसपछि अर्को विषय छ अब खण्ड खमा। हेर्नुहोस् त, खण्ड खमा संविधानमा एक तोकेर दिएको छ, तर हामीले संविधान पढ्ने बेला मैले हजुरलाई भित्रभित्र गएर धेरै विषय पढाएको छु, 8-10 नै पढाइदिएको छु हो। हामीले विषय संविधान चाहिँ धेरै पढेका छौँ। जो साथीहरूले खरिदार पढ्नुहुन्छ, पहिलो विषय त अरू केही नजाने संविधानको परिचय चाहिँ जान्नु पर्यो है, परिचय जान्नु पर्यो। त्यसपछि संविधानका अहिलेको संविधानका विशेषता जान्न पर्यो है, विशेषता जान्न पर्यो। कहिलेकाहीँ संवैधानिक विकास क्रम भनेर आउन सक्छ, हामीले विकास क्रम धेरै लामो लेखेका छौँ, त्यति जान्दा त धेरै राम्रो होइन भने कम्तीमा पनि संविधानका नामहरू लेख्ने है, त्यस्तै गरेर विकास क्रम लेख्दा पनि हुन्छ। त्यो मार्क्सका आधारमा डिटरमाइन गर्छ। त्यही पनि यसभित्र यो संविधानभित्र यस्ता यस्ता प्रावधानहरू थिए भन्ने सन्दर्भमा हामीले पर्याप्त लेखेका छौँ है, त्यो विषय ध्यान दिने। अनि अर्को विषय भनेको मौलिक हक र कर्तव्य भनेको छ। मौलिक हकका बारेमा चाहिँ हामीले पढिसकेका छौँ, केही महत्त्वपूर्ण मौलिक हक के हुन् र कसरी पढ्ने भन्ने सन्दर्भमा छलफल भइसकेका छ, त्यसमा ध्यान दिने। र संविधानका विषय A to Z लेख्ने कि मर्म नमर्ने गरी लेख्ने भन्ने सन्दर्भमा हजुरहरूका क्वेसन आउँछन्, जायजै हो मलाई त्यस्तो लाग्छ। किन गोग्नलाई सबै लामो हुन्छ, धेरै लामो विषय छन् भने छोटाएर भाव नमर्ने तरिकाले लेख्न सकिन्छ। लेख्ने पनि त्यही हो, लामो लेख्ने भ्याइन्न है। र छोटा विषय छन्, अलि ठिक्क लेख्न सकिने प्रकृतिका छन् भने चाहिँ हजुरले हामीले जस्तो छ त्यस्तै लेख्दा बढी उपयुक्त हुन्छ, त्यो विषयमा ध्यान दिने। र अर्को विषय भनेको यो नागरिक कर्तव्य भनेर तल पनि आउँछ, यो 4वटा कर्तव्य प्लस अन्य कर्तव्य भन्ने विषय जान्नुपर्छ। त्यसपछि अर्को विषय के छ भन्दा राज्यका निर्देशक सिद्धान्त। मैले सबै लेखाइदिएको छु क्लासमा, बुलेट वाइज, त्यो बुलेट वाइज पढ्ने त्यही हो। नीतिहरूका बारेमा छलफल भएको छ, दायित्वका बारेमा हामीले राज्यका निर्देशक सिद्धान्त नीति दायित्वको बारेमा पढिसकेका छौँ र धेरैपटक क्वेसन रिपिट भएको छ। जस्तै राज्यको विकास सम्बन्धी नीति के छ उल्लेख गर्नुहोस् भन्ने सन्दर्भमा हो, अथवा कुनै पनि नीति, यो नीतिका बारेमा उल्लेख गर्नुहोस् भन्दा सिधै 5 नम्बरमा क्वेसन आउँछ, कहिलेकाहीँ 10 नम्बरमा पनि आइदिन्छ। तसर्थ नीति चाहिँ जानेर बस्ने। कम्तीमा खरिदारमा पढ्ने भनेको यति पढ्ने भनेको छ, यी तल त दिएका संगठन पढ्दाखेरि पढि नै हालिन्छ है। संवैधानिक निकायको बारेमा प्लस अन्य निकायको बारेमा छ, यति विषय प्लस योभन्दा धेरै विषय पनि हामीले पढेका छौँ। क्लासमा संविधान जति पढेका छौँ त्यति पढेर बस्ने, कहिले पनि तनाव लिनु पर्दैन। अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग भनेको छ नि, यसबाट प्राय 10 नम्बरको क्वेसन आउँछ, सिधै 10 नम्बरको। हेर्नुहोस् त, जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन, काम, कर्तव्य र अधिकार बारे चर्चा गर्नुहोस् 10 भनौँ भने अब त्यसमा चाहिँ के गर्नु पर्यो भन्दा अख्तियारको सानो परिचय लेख्न पर्यो। त्यसपछि सिधै जानु पर्यो कि नेपालमा एक लोकसेवा के अरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुने, जसमा एकजना प्रमुख आयुक्त र अन्य 4 जना आयुक्त हुने। प्रमुख आयुक्त र आयुक्तहरूको
नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट गरिने भनेको थियो नि हामीले। यिनीहरूको पदावधि नियुक्तिको मितिले 6 वर्षको हुने भन्ने सन्दर्भमा योग्यता यो हुने, यो अवस्थामा पदबाट रिक्त हुने भन्ने सन्दर्भ प्लस यसका कामहरू भनेर नम्बरिङका आधारमा लेख्न पर्यो। नम्बर जसरी आउँछ त्यसरी लेख्न पर्यो। र खरिदार यो सेकेन्ड पेपरमा चाहिँ भोग्नुपर्ने विषय भनेको थोरै संविधान र यही हो, यी सबैको गठन, काम, कर्तव्य र अधिकार अनिवार्य रूपमा जान्नुपर्छ। एउटा क्वेसन अहिलेसम्म छुट्या छैन, कहिल्यै पनि छुट्या छैन। एउटा मात्र होइन, दुईटा पनि आउँछ कहिलेकाहीँ है। यो खण्डबाट यो विषय चाहिँ धेरै महत्त्वपूर्ण छ, ध्यान दिने। यसमा पनि नम्बरिङको कुरा मैले भन्न बिर्सेछु। 2वटा क्वेसन आउँछन् 5 नम्बरका, 10 अङ्क भइहाल्यो। अनि 2टा क्वेसन आउँछन् 10 नम्बरका, त्यो गर्दा 20 र 10 30 नम्बरको चाहिँ यहाँबाट आउँछ है। हेर्नुहोस् है, 30 नम्बरको क्वेसन आउँछ। र यसमा यो 10 नम्बरको क्वेसन आउने भनेको प्राय गरी यो दिआएका संगठन भन्ने विषयबाट, यो संविधानबाट 10 नम्बरको क्वेसन आउँछ। 5 नम्बरको क्वेसन चाहिँ यहाँ तल छन् नि विषयहरू, यहाँबाट आउँछ है। कहिलेकाहीँ यसबाट चाहिँ माथिबाट छोटकरीमा लेख्नुहोस् निर्वाचन आयोग, हेर्नुहोस् त, संघीय संसद सचिवालय 2.5 भनेर नि आउँछ। अनि अर्को क्वेसन दिआएका संगठनका बारेमा लेख्नुहोस् भनेर 10 नम्बरको क्वेसन आउँछ। कहिलेकाहीँ 15 नम्बरको, कहिलेकाहीँ 20 नम्बरको क्वेसन आउँछ है। त्यसर्थ यो पार्ट चाहिँ अलिकति भोग्नुपर्ने र ध्यान दिनुपर्ने पार्ट छ, अरू केही पनि छैन। अनि नागरिक सचेतना, चारित्रिक विकास भन्ने छ, हेर्नुहोस् त, ह्युमन भ्यालुजका कुराहरू छन्। अनि नागरिकका हक र दायित्वका कुराहरू, पोजिटिभ थिङ्किङका कुराहरू, हेर्नुहोस् त, डिसिप्लिनका कुराहरू, यी विषय चाहिँ नि त कमन विषय हुन्, भोग्नुपर्ने केही पनि छैन है। ध्यान दिने, क्लासमै पढ्दा ध्यान दिँदा बुझिन्छ, यसमा केही पनि तनावै लिनु पर्दैन। मात्र खरिदारको सेकेन्ड पेपर राम्रो गर्नका लागि संविधान प्लस दिआएका संगठनको गठन, काम, कर्तव्य, अधिकार मजाले पढ्ने। र अब तल जुन म्याथ आउँछ, हेर्नुहोस् त, 30 मार्क्सको म्याथ आउँछ। 6वटा क्वेसन आउँछन् 5 नम्बरका। र यो म्याथमा सकिन्छ भने 30मा 30 ल्याउने, पास हुन एकदम सजिलो हुन्छ। सकिँदैन भने, हेर्नुहोस् त, सकिँदैन भने अब कहिलेकाहीँ फेरि हजुर के हुन सक्छ भन्दा म्याथ नमिल्न सक्छ। 25वटा नम्बर चाहिँ म्याथ मिलाउनु पर्छ। 25 नम्बर पनि मिलेन भने खरिदार पास हुन चाहिँ गाह्रो हुन्छ, म्याथ मिलेन भने। यो कुरा चाहिँ बुझ्नु पर्यो है। र म्याथ आउँदैन भने खरिदार नपढ्ने। मैले सुरुदेखि भनेको थिएँ, भर्ना हुनु भएको छ भने पनि फेरि नासुतिर सिफ्ट हुने। म्याथ नमिलाउने मान्छे खरिदार पास, जति वर्ष पढे नि भइँदैन, यो चाहिँ क्लियर हुने है। म्याथ मिलाउनै पर्छ। अब 20 नम्बर पनि मिलेन भने त पासै भइँदैन, कम्ती 25 मिलाएपछि पास भइन्छ भन्ने हो। अब धेरैजनाले खरिदार सिफारिस 30मा 30, 30मा 30 म्याथ मिलाउनुहुन्छ, त्यो भनेको पास हुन सजिलो हो। यो विषयमा ध्यान दिनु पर्यो। अब म्याथ के भन्नु पर्यो र, म्याथ हजुरको अब म्याथ जति गरे पनि सुधार हुने वाला छैन। अलिअलि केही नयाँ टेक्निकहरू जान्नु होला, होइन भने म्याथ भनेको तपाईँ हाम्रो ब्याकग्राउन्ड कस्तो छ त्यसले डिटरमाइन गर्ने हुँदा म्याथमा ब्याकग्राउन्ड राम्रै छ, मैले मिलाउँछु जस्तो लाग्छ भने म्याथ चाहिँ प्र्याक्टिस गर्ने सजिलै हुन्छ। होइन भने चाहिँ फेरि म्याथ पास भइँदैन, के अरे म्याथमा मिल्दैन, त्यही भएर खरिदार पास भइँदैन। म्याथ चाहिँ आफ्नो ब्याकग्राउन्ड हेरेर सम्झेर चाहिँ अगाडि बढ्ने है। अनि अब अर्को विषय छ खरिदारमा महत्त्वपूर्ण विषय भनेको थर्ड पेपर। यो थर्ड पेपर धेरैजनाले अप्ठ्यारो लाग्छ, गाह्रो लाग्छ भन्नुहुन्छ। यहाँ केही कानुनका विषयहरू पढ्नुपर्ने छ, तसर्थ नासिक पनि आउँछ नाति ल, त्यो भएको बेला हजुरलाई गाह्रो लागेको। तर आनन्दले एकचोटि पढेपछि धेरै ठाउँमा काम लाग्ने, अन्यत्र पनि काम लाग्ने। अहिलेको खरिदारको थर्ड पेपर चाहिँ मलाई चाहिँ आनन्दको मजाको लाग्छ। किन भन्दा यहाँ धेरै विषय छन् के। माथि हेर्नुहोस् त, कार्य ज्ञान सम्बन्धी भनेको तपाईँ हामीले काम गर्ने सम्बन्धी विषयहरू छन्। यहाँ कार्य ज्ञान भनेको फर्स्ट खण्डमा 3टा क्वेसन सर्ट क्वेसन आउँछन् 15 नम्बरको, 2टा क्वेसन लङ क्वेसन आउँछ 20 नम्बरको गरेर, 15 र 20 गरेर 35 नम्बर चाहिँ फर्स्ट खण्डबाट आउँछ। हेर्नुहोस् त, 35 अङ्क भनेको छ है। अब यसमा चाहिँ हाम्रो सेवासँग सम्बन्धित विषय छन्। यहाँ चाहिँ कानुनमा भएका व्यवस्थाहरू पढ्नुपर्छ है। यहाँ सामान्यतया नियामक सेवा भनेको के हो, काम के हो भन्ने समयमा मात्र नभएर, हेर्नुहोस् त, यहाँ आफैले तोकेको छ निजामती सेवा ऐन र नियमावलीमा भएका दिआएका व्यवस्था भनेको छ नि। निजामती सेवा ऐनमा गठन सम्बन्धी कस्तो व्यवस्था छ, पदपूर्ति गर्ने तरिका प्रक्रियाहरू के छन्, नियुक्ति, सरुवा, बढुवा, विधा, विभागीय सजाय, अवकाश सम्बन्धी के व्यवस्था छ, हाम्रा आचरण कर्तव्यहरू के हुन् भन्ने सन्दर्भमा कानुनभित्रको क्वेसन आउँछ। तसर्थ यसमा सरफेसली बाहिरको विषय मात्र नपढेर कानुनभित्रका विषय पढ्नुपर्छ। र यहाँ यो विषय किन पनि महत्त्वपूर्ण छ भन्दा यो भनेको हजुरको हाम्रो सेवासँग सम्बन्धित विषय हो। यहाँ चाहिँ कसरी क्वेसन सोध्छ भन्दा, हेर्नुहोस् त, तपाईँ हाम्रो सेवाको गठन कसरी हुन्छ, तपाईँ हाम्रो पदपूर्ति कसरी गरिन्छ, कुन कुन तरिका र प्रक्रियाबाट हाम्रो पदपूर्ति हुन्छ, विषय सोधे त्यही हो के। हेर्नुहोस् त,
तपाईँ हाम्रो नियुक्ति कसरी हुन्छ, हाम्रो सरुवा कसरी हुन्छ, बढुवा कसरी कुन कुन आधारमा हुन्छ, हामीले के बिदा पाइन्छ, हाम्रा विभागीय सजाय के हुन्, हामीले गल्ती गर्यौँ भने गल्ती त्रुटि कमी कमजोरी गरेको अवस्थामा हजुरलाई हामीलाई के कस्ता सजायहरू दिइन्छ, त्यसै गरी हाम्रो अवकाश कसरी हुन्छ र हामीले पालना गर्नुपर्ने आचरण र कर्तव्यहरू के हुन्। निजामती सेवामा प्रवेश गरिसकेपछि हजुरले हामीले चाहिँ के कुरा पालना गर्नुपर्छ अथवा हामीलाई चाहिँ कुन कुन कुरा गर्न भनिएको छ र कुन कुरा रोकिया छ भन्ने कुरामा हजुर हामी चाहिँ जानकार हुनुपर्छ भन्ने सन्दर्भमा यसबाट क्वेसन आउनु स्वाभाविक हो। किन? यो भनेको हाम्रो सेवा हो, हामीसँग सम्बन्धित विषय हो। हामी त्यही सेवामा प्रवेश गर्न लाग्दै गर्दा त्यसका बारेमा जानकार हुनु, जानकारी राख्नु, ज्ञात हुनु अपरिहार्य मानिन्छ। सो यसबाट क्वेसन कन्फर्म आउँछ, सधैँभरि आउँछ र आउनु पनि पर्छ। यो विषय हामीले जान्नु पनि पर्छ है। तसर्थ यसका विषय चाहिँ हामीले क्लासमै पढ्दै जानिन्छ। एउटा दुईटा विषय भोग्नु पर्नेछ। जस्तै आजदेखि हजुरले विभागीय सजायका भित्रका विषय भोगेर बस्दा हुन्छ, आचरण भोगेर बस्दा हुन्छ, अरू विषय चाहिँ हामीले क्लासमा पढ्दै गर्दा पढ्छौँ। फेरि यसमा तनाव लिनु पर्दैन, बुझ्छ भनेको। अनि अर्को विषय चाहिँ यसबाट नै एउटा क्वेसन आउँछ। यो भनेको शारीरिक सेवा प्रवाह भनेको हाम्रो काम हो। हाम्रो काम भएको कारणले गर्दा सेवा प्रवाह त हाम्रो काम हो नि त, दायित्व हो नि त। तसर्थ हामीले त्यही सेवा प्रवाह गर्नका लागि सेवामा प्रवेश गर्न चाहँदै गर्दा त्यसकै परीक्षा दिँदा हजुरको हाम्रो कामसँग सम्बन्धित क्वेसन आउनु पनि स्वाभाविक हो। तसर्थ यसबाट पनि एउटा क्वेसन सधैँभरि आउँछ। नासु खरिदारमा यो निजामती सेवा, शारीरिक सेवा प्रवाह, नागरिक बडापत्र, यी सबै विषय महत्त्वपूर्ण हुन् है। र अर्को विषय त यहाँ तोकेरै सोधेको छ। हेर्नुहोस् है, तोकेर दिएको ठाउँमा तोकेका विषय पढ्दा हुन्छ। सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन 64 को कुरा भनेको छ। हाम्रा सबै गतिविधिहरू सुशासन युक्त हुनुपर्छ, भ्रष्टाचार मुक्त हुनुपर्छ। हजुर हामी चाहिँ पारदर्शी हुनुपर्छ। हामीले गोप्य कार्य संस्कृतिको अन्त्य गर्नुपर्छ। हामीले राज्य र जनताको हितमा, बृहत्तर हितमा कार्य सम्पादन गर्नुपर्छ। हामीले कानूनलाई अंगीकार गरेर कार्य सम्पादन गर्नुपर्छ। आफूलाई शासक नठानेर सेवकको रूपमा राखेर सेवा प्रवाह गर्नुपर्छ। राज्यको अन्तिम डेस्टिनेसन भनेकै सुशासन कायम गर्नु हो है। तसर्थ हरेक सार्वजनिक प्रशासनका गतिविधिहरूमा सुशासन हुनुपर्छ भन्ने मान्यता छ। र हजुरको हाम्रो काम गराई, हजुरको हाम्रो व्यवहार, हेर्नुहोस् त, हजुरको हाम्रो सेवा प्रवाह गर्ने तरिका प्रक्रिया प्लस राज्यले गर्ने सबै गतिविधिहरूमा सुशासनको अनुभूत गर्ने प्रकृतिले अथवा सुशासनको अनुभूत गर्न सकिने प्रकृतिको हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गरेर यो सुशासन चाहिँ यहाँ पढ्नुपर्छ भनेर राखेको। र यो सुशासन कायम गर्ने राज्यको अन्तिम लक्ष्य हुँदाखेरि यो पनि विषय धेरै महत्त्वपूर्ण छ नासु खरिदार दुवैका लागि है। केही छैन, राज्यले सञ्चालन के अरे राज्य सञ्चालनका आधारहरू के हुन्, राज्यले अख्तियार गर्ने नीति के हुन्, हेर्नुहोस् त। त्यसपछि नागरिक बडापत्र सम्बन्धी कस्तो व्यवस्था छ भन्ने सन्दर्भमा यसका महत्त्वपूर्ण विषय तिनै हुन्। बाँकी विषय त हामीले क्लास पढ्दाखेरि म हजुरलाई छलफल गराइहाल्छु, लेखाइहाल्छु है। अनि सूचनाको हक सम्बन्धी ऐन 64 भनेको छ। यसमा सूचना प्रवाह नगरिने विषय अथवा सूचनाका अपवाद, पारदर्शिताका अपवाद अथवा के कस्ता सूचनाहरू गोप्य राख्नुपर्छ भन्ने विषय चाहिँ यो सबैभन्दा महत्त्वपूर्ण क्वेसन हो। यो कानुन चाहिँ एकातिर हुन्छ, अपवाद अर्कोतिर हुन्छ। तसर्थ अपवाद महत्त्वपूर्ण छ सूचनाको हकमा है, त्यो विषय। प्लस हजुरको यो सूचना माग दावी गर्ने प्रक्रिया के छ अथवा सूचना माग गर्ने प्रक्रिया के हो, सार्वजनिक निकायको दायित्व के हुन्छ भन्ने सन्दर्भमा यसबाट क्वेसन आउँछ। त्यो पनि विषय महत्त्वपूर्ण छ। यी सबै विषय हामीले क्लासमा पढ्दै गर्दा छलफल गर्छौँ। हजुरले तनाव लिनु चाहिँ पर्दैन के होला कस्तो होला भन्नै पर्दैन। क्लासमा पढेकै आधारमा बुझिहालिन्छ। के विषय भोग्नुहोस् भनेका विषय भोग्ने, अरू त केही पनि छैन है। अनि अर्को छ भ्रष्टाचार निवारण भनेको हजुरले हामीले भ्रष्टाचार गर्नुहुन्न, हामीले भ्रष्टाचार गर्ने गतिविधिमा संलग्न हुनुहुन्न। के कस्ता काम भयो भने त्यसलाई भ्रष्टाचार मानिन्छ र भ्रष्टाचारको सजाय कसरी के हुन्छ। भ्रष्टाचार निवारणमा संलग्न निकाय भनेको अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रले कस्तो भूमिका निर्वाह गर्छन्, तिनीहरूको काम कर्तव्य अधिकार के हुन्छ भन्ने सन्दर्भमा यो भ्रष्टाचार निवारण ऐन 59 पढ्नुपर्छ। ऐन 59 नै हो, क्लियर हुने है। 81 संशोधन मात्र भएको। फेरि भ्रष्टाचार निवारण ऐन 2081 आछ 82 आछ भनेर बजारभरि हल्ला गर्नुहुन्छ, त्यो होइन। बुझ्नु भनेको ऐन 59 नै हो। संशोधन त हुन्छ, संशोधन हुँदैमा नयाँ ऐन आएको चाहिँ होइन। केही प्रावधानहरू, साना प्रावधानहरू परिवर्तन भएका हुन्, परिमार्जन भएका हुन् है। तसर्थ यो विषयमा त्यो पढ्ने। अनि अर्को छ संघ प्रदेश स्थान समन्वय तथा अन्तर समन्वय 77 को परिषद 2 संघ प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्धका आधार भनेको छ। हामीले अहिले संघीय शासन प्रणाली अवलम्बन गरेका छौँ। संहिताको कार्यान्वयनसँगै संघ प्रदेश र स्थानीय 3वटा तहका सरकार छन्। 3वटा तहका सरकार बीच चाहिँ समन्वय सहकार्यका आधारहरू के हुन् भन्ने सन्दर्भमा हेर्नुहोस् त,
सम्पत्ति स्थान तहबिसको अन्तर्सम्बन्धका आधार के हुने भन्ने सन्दर्भमा यो ऐनले क्लियर गरेको छ र यसका आधारहरू हुन त धेरै छन्। 8-10 वटा आधार चाहिँ घोकेर बस्दा पनि हुन्छ। अहिलेदेखि यसबाट क्वेसन आयो भने त्यही आउने हो, विषय महत्त्वपूर्ण हो है। पनि भनेको यो आधारहरू अहिलेदेखि घोकेर बस्दा हुन्छ। अनि अर्को छ खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 75 परिच्छेद 1, 2, 3 भन्छ खाद्य अधिकार भनेको खान पाउने, चल्ला हात र घाँस हाल्न पाउने, बाँच्ने अधिकार हुन्छ सबैलाई। बाँच्नलाई खान पर्यो है, खानालाई बाँच्ने कि बाँच्नलाई खाने भन्ने विषय छ, ध्यान दिने। हामी बाँच्नका लागि खानुपर्छ है। त्यो खाना खान पाउने अधिकार सबैको हुन्छ, त्यही सिम्पल अधिकार है। त्यसलाई भन्छ खाद्य सुरक्षा, बुझ्नु भनेको। र अर्को विषय छ खाद्य सम्प्रभुता भनेको वास्तविक किसान, वास्तविक उपभोक्ता, के अरे वास्तविक उत्पादनकर्ता अथवा जसले हात पाखुरा नङ पाखुरा माटोमै खियाउँछ, जो उत्पादनमा सहभागी छ, जसले चाहिँ माटोसँग मलसँग खेल्छ, उसको अधिकार चाहिँ पहिलो हुनुपर्छ भन्ने मान्यतालाई खाद्य सम्प्रभुता भनिन्छ है। यसमा पनि खाद्य अधिकार खाद्य सम्प्रभुताका विषय के हुन् हेर्नुहोस् त भन्ने विषय चाहिँ जान्नुपर्छ। यी दुईटा बीचको फरक पनि त्यत्तिकै महत्त्वपूर्ण छ। खाद्य अधिकार खाद्य सम्प्रभुता बीचको भिन्नता के हो भन्ने सन्दर्भमा है, यो पनि महत्त्वपूर्ण छ। व्यक्तिगत घटना दर्ता भनेको हजुर हाम्रो जीवनमा विभिन्न प्रकारका घटनाहरू घट्छन्, जन्म मृत्यु हेर्नुहोस् त, विवाह बसाइसराई र सम्बन्ध विच्छेद भन्छ। तिनै महत्त्वपूर्ण घटनाहरू जे छन् त्यसको बारेमा सम्बन्धित निकायमा गएर आधिकारिक रूपमा त्यसको दर्ता गर्ने र प्रमाणपत्र लिने प्रक्रियालाई व्यक्तिगत घटना दर्ता भनिन्छ है। यसमा चाहिँ के कस्ता विषयहरू खुलाउनु पर्छ, त्यसको प्रोसेस के हो, त्यसका त्यो सूचना दिनुपर्ने दायित्व भएका पक्षहरू सूचक भन्छ, ती सूचकहरू के हुन् भन्ने सन्दर्भमा जान्नु पनि पर्छ। यी पनि हामीले विषयहरू क्लासमा पढ्दा पढिहाल्छौँ। अनि अर्को छ नेसनल आइडेन्टिटी कार्ड, राष्ट्रिय परिचय पत्र अहिले त जताततै अनिवार्य गरिएको छ। यो के हो, यसमा के कस्ता विषयहरू समाहित हुन्छन्, यो किन आवश्यक हो भन्ने सन्दर्भमा जान्ने हो, यसमा केही पनि छैन है। अनि अहिलेको हरेक विषयहरू ई गभर्नेन्स मैत्री भएको छन्। अहिले हाम्रो पढाइ पनि के भएको छ, फिजिकल नभएर अनलाइनको माध्यमबाट भएको छ। यो पनि एउटा ई गभर्नेन्सको एउटा स्वरूप प्रकृति अथवा एउटा उदाहरण हो। त्यसर्थ हरेक कामहरू प्रविधिको माध्यमबाट भएको हुँदाखेरि विद्युतीय शासन के हो, यसका अवसर के हुन्, चुनौती के हुन्, यसको महत्त्व के हो भन्ने सन्दर्भमा, यसका पूर्व शर्त के हुन् भन्ने सन्दर्भमा जान्नु त्यत्तिकै महत्त्वपूर्ण छ है। अनि यसो प्रविधिकै माध्यमबाट पहिला पो लेटर पठाउनु पर्थ्यो, अहिले मायाको डल्लो आदान प्रदान त्यही प्रविधिको माध्यमबाट हुन्छ। त्यो पनि के हो, ई गभर्नेन्सको एउटा पार्ट हो है। त्यसर्थ अहिले सबै काम के भएको छन् रे, प्रविधि मैत्री भएको छन्। यो पनि महत्त्वपूर्ण विषय छ कि सबै त्यत्तिकै महत्त्वपूर्ण विषय छन्। र अर्को विषय त्यो गर्दै गर्दा अहिले विभिन्न प्रकारका कुराहरू आउँछन् हेर्नुहोस् त। सूचना तथा सञ्चार प्रविधिको महत्त्व प्रयोग गर्दा ध्यान दिनुपर्ने सावधानी, यो विषय चाहिँ महत्त्वपूर्ण छ। अहिले चाहिँ के छ, साइबर क्राइमका कुराहरू छन्, ह्याकिङका कुराहरू छन् कि छैनन्, गोपनीयता भङ्ग हुने कुराहरू छन् हेर्नुहोस् त। कहाँको के भयो अरे, उता कता के अरे, एक क्लास पढ्दै गर्दा हजुरले पनि भन्दै हुनुहुन्थ्यो नि, कपिल वस्तुमा आई लभ यु ममता आयो भनेर आयो सर भन्ने हुनुहुन्थ्यो नि। भनेको त्यो भने के हो, ह्याकिङ साइबर सुरक्षाको पक्ष है। साइबर क्राइमहरू बढ्दै जाने, डेटा रिकभरी सेन्टरलाई व्यवस्थित गर्ने कुरा, यी चाहिँ विषय अहिलेको महत्त्वपूर्ण हो। किन हाम्रा सबै कामहरू प्रविधिको माध्यमबाट सञ्चालित छन्, लगभग धेरै सेवाहरू प्रविधिमा पनि टाइअप भइसकेका छन्। सो यो प्रयोग गर्दा पनि हजुरले हामीले सोसियल मिडिया धेरै प्रयोग गर्छौँ, त्यो प्रयोग गर्दा केही सावधानीहरू पनि अपनाउनु पर्छ। ती के हुन् भनेर हजुरलाई हामीलाई सचेत बनाउनको लागि राखिएको विषय हो। यो पनि त्यत्तिकै महत्त्वपूर्ण छ। फर्स्ट खण्ड आफैमा महत्त्वपूर्ण छ, थाहा पाइहाल्नुभयो है। अनि सेकेन्ड खण्ड त केही छैन, हामीले पढ्दैछौँ हो, अनि पढेर सिद्धाइसक्यौँ, पढेर सिद्धाइसक्यौँ, फेरि पढ्छौँ नआत्तिने। यसमा चाहिँ के पढ्ने भन्ने सन्दर्भमा मैले सबै भनिसकेको छु है। यसमा चाहिँ केही गर्नै परेन। हेर्नुहोस् त, यी सबै हामीले यहाँ कानुनका विषयमा धेरै विषय लेखाइदिएको छु। हजुरलाई लेखाका विषयहरूमा विशेष फोकस गरेर पढ्नका लागि मैले अनुरोध गरेँ है। सबै विषय नोट के अरे भिडियो हजुरसँग छ, आउँछ, त्यो भिडियो हेर्ने र यो कानुनका विषयमा मैले लेखाए भन्दा भित्र जानु पर्दैन। मैले भन्न खोजेको मैले लेखाएको पढेर हुन्छ भन्न खोजेको होइन, त्यसलाई त्यसरी नबुझ्ने। तर चाहिने भन्दा धेरै कानुन, एउटै कानुन ल मानौँ, मलाई लाग्छ आर्थिक कार्यविधि कानुन मैले 8 देखि 10 वटा क्लास पढाएको छु के। हेर्नुहोस् त, मूल्य अवधि कर 10 वटा क्लास पढाएको छु, कोही पनि पढाइ हुन्न 10 वटा क्लास। मूल्य अवधि कर 10-12 वटा क्लास होला नि गर्ने, त्यहाँ 12 वटा क्लास लगाएर अझै अतिभन्दा धेरै होला नि। यी सबैका विषयहरू कानुनका विषयहरू बुलेट वाइज क्लासमै याद हुने तरिकाले सम्झिँदै लेख्दै भन्दै लेख्दै भन्दै लेख्दै भन्दै लेख्दै गरेछ। त्यति गर्दा नि लाग्दैन नि त, के भने राम 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 भन्ने त एउटा बुक खान्छ नि।
भिरमा गएको गोरुलाई के भन्ने राम 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 भन्ने काँध थाप्न कसैले सक्दैन कि होइन। सो ध्यान लिने हामीले यहाँ कानुनमा जति पनि पढ्नुपर्ने छ सबै कुरा लेखेका छौँ। त्योभन्दा दायाँ बायाँ केही गर्नै पर्दैन। क्लियर हुने कति पढ्ने भन्ने सन्दर्भमा हजुरलाई धेरैलाई गाह्रो हुन्छ। त्यही कारणले कानुन के पढ्ने, आइकरेन्स परीक्षा शास्त्र के हो, लेखा के पढ्ने, मैले अधिकारमा यो वास्तव भन्ने चाहिँ सबै कुरा लेखेका छौँ। त्यसरी ध्यान दिने। अब यो विषय चाहिँ न्यायिक विषय छ, कानुन न्याय सम्बन्धी जानकारी भनेको छ। कानुनको अर्थ, महत्त्व, कानुनका स्रोत भन्ने विषय, कानुनका स्रोत, कानुनको महत्त्व, कमन विषय जान्न परिहाल्छ। ऐन, नियम, विनियम, गठनादेश, राजपत्र सम्बन्धी सामान्य जानकारी भनेको छ। अब त ऐन भने के हो, नियम भने के हो, विनियम भने के हो, गठनादेश के हो, गठनादेश बमोजिम गठित हुने निकायहरू के हुन्, हेर्नुहोस् त। राजपत्रका भागहरू के हुन्, अहिलेदेखि बोकेर बस्दा हुन्छ। राजपत्रका भागहरू के हुन् है, कुन कुन भाग हुन्छन्। अनि अदालतको तह, 3 तहको अदालतको तह छ भनेको त छ। संरचना क्षेत्राधिकार भनेको छ। तिनीवटै तहका अधिकारका क्षेत्र बोकेर बस्ने कमन छ, केही पनि छैन। ए न्याय 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 पढ्ने गाह्रो लाग्छ भन्नुहुन्छ, होइन के। क्षेत्राधिकार यहाँ लेखाए पनि हजुरले गर्नुपर्छ है। हकदया के हो, हदम्याद के हो, म्याद के हो, तारिक के हो, परिचय के हो, यिनीमा के कसरी फरक छ भन्ने विषय पनि हरेक रूपमा हजुरले जहाँ पढे पनि भेटाउनुहुन्छ। त्यो विषयमा चाहिँ बढी फोकस गर्नु पर्यो के। अनि लिखत तयार गर्दा के कस्तो रित पुर्याउनु पर्छ, दर्ता भने के हो, दरपेट भने के हो, म्याद तामेली भने के हो, जारी दरखास्तमा खुलाउनु पर्ने विषय के हुन्, पक्राउ पूर्जी भने के हो, के कस्ता विषय हुन्छन्, बराबरी मुजुल्का भने के हो, यसमा के कस्ता विषयहरू समावेश हुन्छन्, अभियोग पत्र कसरी तयार गरिन्छ, प्रारम्भिक सुनवाई भने के हो, हेर्नु त। निशुल्क कानुन सहायता भने के हो, कस्ता व्यक्तिलाई निशुल्क कानुन सहायता दिइन्छ, निशुल्क कानुन सहायता लिने प्रोसेस के हो, प्राप्त गर्ने प्रक्रिया के हो भन्ने विषय त के छ र यहाँ, केही छैन। कमन विषय त हजुर यो देखेर मात्रै डराएको। मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहिताका प्रमुख विशेषता भनेको छ। त्यो विशेषता मात्र नपढेर अलिअलि व्यवस्था पनि पढ्नुपर्छ है। प्रमुख विशेषता भनेको छ। यिनी विशेषता आउनु त यसबाट यी दुईटाबाट त्यही विशेषता आएको छ। विशेषता के छ, कानुनभित्रका क्लोजहरू जे छन्, यो सम्बन्धी व्यवस्था, यस सम्बन्धी व्यवस्था, यस्तो सम्बन्धी, यस्तो सम्बन्धी, यस्तो सम्बन्धी व्यवस्था गरिएको भन्ने सन्दर्भमा लेख्ने त हो। केही पनि छैन, यति हो कमन। मजाले सक्छु, म पढ्छु, केही छैन, मेरो यो बाहेक अरू केही अप्सन छैन भन्ने सम्झेर पढ्नुभयो भने, घर परिवारको दुःख सधैँभरि आत्मसात गरिराख्नुभयो भने, त्यसरी अगाडि बढ्नुभयो भने मजाले सकिन्छ। नसकिने केही छैन।